सुदन गुरुङको अचानक राजीनामापछि देशमा अर्को गृहमन्त्री को बन्ने भन्ने व्यापक चर्चा भइरहेको छ। मानिसहरू आफ्नो आफ्नो विचारले भ्याएसम्मका धेरै नामहरू लिइरहेका छन्। कोही भन्छन् अमरेश कुमार सिंह, कोही भन्छन् सुनिल लम्साल, कोही सुशान्त वैदिक भन्दैछन्। तर यो कुरामा मेरो टेक एकदमै डिफ्रेन्ट छ। नेपालको इतिहासमा पहिलोपल्ट महिला प्रधानमन्त्री भइन्, महिला प्रधान न्यायाधीश पनि भइसकेका छन् र महिला हेड अफ द स्टेट यानि कि राष्ट्रपतिसम्म पनि भइसकेका छन्। तर प्रधानमन्त्रीपछि देशको सबैभन्दा पावरफुल पोजिसन, जहाँ बसेर देशको इन्टरनल सिक्योरिटिज र ल एन्ड अर्डर चलाउन सकिन्छ, त्यहाँ भने महिलाको नाम कहिल्यै लिँदैन। किन? नेपालको इतिहासमै कहिल्यै पनि महिला गृहमन्त्री भएकै छैनन्। यो पदको लागि महिलालाई कहिले अप्सनमै पनि राखिँदैन। वुमेन आर नट इभन इन द ब्याक अफ द माइन्ड। जब देश चुनावको राप र तापले तातिरहेको थियो, विशेष गरी काठमाडौँ, चितवन, झापा र प्युठान, यु डिडन्ट वान्ट टु मिस दिस प्लेसेस। मेरो मनभित्र एउटा सोच आइरहेको थियो, झापाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर जाने बालिन प्रधानमन्त्री र चितवनबाट रेणु दाहाललाई हराएर जाने सोभिता चाहिँ गृहमन्त्री। सोभिता जस्तो फियर्स लिडर, लोकप्रियता पनि उत्तिकै छ र बौद्धिकता पनि। She was the perfect fit for Home Minister. I've always wanted to see women in power, women executing policies and leading all the way from the front, women taking lead of police, women leading IGPs. तर ठिकै छ। तर पछि मन्त्री परिषद गठन हुँदा सुदनलाई गृहमन्त्री र सोभितालाई कानुन मन्त्रालय दिइयो। Personally, I was a little disappointed at that time. But now the time has come. The seat is vacant. र अब सरकारसँग आफ्नो गल्ती सच्याउने मौका छ। विद्रोहको ज्वाला टेकेर परिवर्तनको आदि बोकेर आएको सरकारले महिलालाई गृह मन्त्रालय दिन सक्नुपर्छ। अधिकार भनेको जबसम्म कसैले दिने र अरूले हात थापेर लिने सोचबाट प्रेरित हुन्छ, त्यति बेलासम्म यो इक्वालिटी भन्ने कन्सेप्ट कहिले हाम्रो इम्प्लिसिट बायसबाट कन्टिन्यू हुन्छ। र अब प्रश्न आउँछ, कसलाई दिने? Who is the capable one? And I suggest रन्जु दर्शना। रन्जु दर्शनासँग विद्रोहको ज्वाला छ। बालिन भन्दा धेरै अगाडिदेखि बाहरूका विरुद्धमा विद्रोहको बिउ रोपेकी हुन् दर्शनाले। शेर बहादुर ज्यू आज शाल बहादुर मुसा बहादुर हुनुभएको छ। पुष्प कमल ज्यू आज पुष्प कमल हुनुभएको छ। आमाको नामबाट नागरिकता नदिएपछि उनले राज्य विरुद्ध विद्रोह गरिन्। मेरो मम्मीको नाममा नागरिकता बनाउन जाँदाखेरि मम्मीको नाममा नागरिकता बनाउन दिएन स्टेटले। देशमा यस्तो सिचुएसन हुँदाखेरि अरू नेतालाई किन पोल्दैन भन्ने कुराले नि मलाई बढी पोल्यो। मौन विद्रोह, नमुना विद्रोह, राज्यलाई आफ्नो प्राइभेट कम्पनी जसरी चलाइरहेका त्यति बेलाका बाहरूका विरुद्धमा दर्शना एक्लै माइती घरमा उत्रिन्। न उनले टायर बालिन्, न चक्का जाम गरिन्, न तोडफोड नै। रन्जु दर्शनाको विद्रोही भाषण नै काफी थियो सत्तासीनहरूको मुटु कपाउन। हाम्रो शेर बहादुर ज्यू प्रचण्ड ज्यूको मन थर थर काप्यो। उज्जवल थापाको हात समाएर वैकल्पिक अभियानमा छिरेकी दर्शनाले वैकल्पिक राजनीतिलाई जीवित नै राखिन्। रविन्द्र मिश्रहरूले वैकल्पिक राजनीति तहस नहस पारेर रविन्द्र मिश्रजी गुड्दैको उज्जवल थापाहरूले सानो थियो होला, तर इमानका साथ सुरु गरेको राजनीतिको गाडी अगाडि बढ्दै थियो। त्यो गाडीको चालक म हुन्छु भनेर तपाईँ घुस्रिन आउनुभयो र चल्दैको गाडीबाट तपाईँ हाम फाल्नुभयो। आज विवेकशील साझा लडाइँ दिनुभयो। स्वार्थको लागि वैकल्पिक राजनीतिको घाँटी नै निमोठे पनि रन्जु दर्शनाले आफूभित्र वैकल्पिक राजनीतिलाई बचाइन्। विवेकशील मुभमेन्ट विसर्जन भएको छैन। यदि विसर्जन भए आज धेरैको मुखमा, धेरैको मस्तिष्कमा उज्जवल थापाको नाम आउँदैन थियो। रन्जुले सडक देखेकी छिन्। खै लोकतन्त्र उभिनै पाएको छैन यार समात्ने, खै कारण माथिको आदेश यो सबै कुराको जिम्मा सरकारले लिनुपर्छ। सरकारको हातमा सदन देखेकी छिन्। रन्जुले भुइँ देखेकी छिन्, कुर्सी देखेकी छिन्, भाषण देखेकी छिन् र शान्ति देखेकी छिन्, स्वार्थीहरू देखेकी छिन् र निस्वार्थ लड्नेहरू पनि देखेकी छिन्। रन्जु दर्शना brings that spirit to the chair. She brings the aura and I think she is the perfect one. महिला भाग्य कारणले ऊ चाहिँ रातिको 12 बजेको मिटिङमा आउन सक्दैन, त्यही भएर उसलाई नडाकेको। किन 12 बजे मिटिङ राख्या त? अनि अर्को चाहिँ उनीहरूलाई सेफ हुँदैन भन्छन्। तपाईहरुबाटै अनसेफ हो कि कोहरुबाट अनसेफ हो त?
यो विभेद चाहिँ अझै पनि छ। महिलाहरू राजनीतिमा मात्र होइन, मन्त्रालयमा पनि आउनुपर्छ र सामान्य मन्त्रालयहरू मात्र होइन, गृह, शिक्षा, अर्थ जस्ता शक्तिशाली मन्त्रालयहरूमा महिला भित्रिन पर्छ। यो समग्र महिलाहरूको लडाई हो। हुन त बालेन शाहले यसपालिको मन्त्री परिषद गठन गर्दा अत्याधिक महिलाहरूलाई समेटे। महिला तथा बालबालिका मन्त्रालयमा सीतावादी आउनु एउटा विद्रोह थियो। राज्यले दबाएर राखेका समाजका तबकाहरू राज्यको सञ्चालनको सबभन्दा माथिल्लो कुर्सीमा पुग्नै पर्छ, अनि मात्र सुरु हुन्छ साँच्चीकैको परिवर्तन र समृद्धि। आमा तिम्रो नाम के हो? हजुरबा छोरी भन्नुहुन्छ, मामा दिदी भन्नुहुन्छ, बाबा श्रीमती भन्नुहुन्छ, म आमा भन्छु। आमा तिम्रो नाम के हो? म विद्यालय गएँ, महाविद्यालय गएँ, त्यहाँ तिम्रो नाम चाहिएन। धेरैलाई परिचय दिए, कसैबाट तिम्रो नाम सोधिएन। म बालिक भएँ, मताधिकार पाएँ, मेरो परिचय पत्रमा तिम्रो नाम लेखिएन। म नागरिक भएँ बाबुकै नामबाट, म जागिरे भएँ बाबुकै नामबाट, म बेनाम आमाकी छोरी, भन आमा तिम्रो नाम के हो? कसैबाट शोधनी नभएको, कतै उच्चारण गर्न नपरेको तिम्रो नाम सार्वजनिक गर्न चाहन्छु म। धरती भन्ने उपनाम होइन आमा, मलाई तिम्रै नाम चाहिन्छ। आमा तिम्रो नाम के हो? एन्ड दिस वाज योर महिला मित्र टकिङ पावर, पोलिटिक्स एन्ड सोसाइटी। आजलाई यति नै। सी यु इन द नेक्स्ट वान।